आइए घर आएको छु। हाम्रो मेरो घर पहाड घर यो चाहिँ पुरै सार्वजनिक है साथीहरू। यो भनेको पुरै सार्वजनिक जग्गा हो। यो पनि सार्वजनिक छ। यो हाम्रो खानेपानी ट्याङ्की हो। यो हामी आउने बाटो हो। अब यस्तो छ जङ्गल, खरगौलो बोडी यहाँ यस्तरी फलाएको छ। बोडीहरूको झालहरू छ। यो चाहिँ मेरो घर हो। अहिलेको यो पहाडको घर यही हो छ गाइस। अहिले मैले बाइक लिएर त्यहाँ राखेको छु। यो आँगन हो। यहाँ धारो छ हाम्रो। यो पुरानो हामीले त्यो जमाना बनाएको भूकम्पले नभत्केको हाम्रो पुरानो घर हो। योभन्दा माथि 2.5 ढलानको ठुलो थियो घर। यो पुरानो फलाइन्छ अब हाम्रो। यो हामीले पुरानो संरचना भत्काएको छैन। नयाँ घर यता छ। टोयलेट बाथरुम पछाडि छ। मन्दिर तुलसीको मठ। आज तुलसी रोपणको दिन तुलसी टन्न उम्रेछ नि। लगाई हाम्रो कुलदेवताको मन्दिर। यो भाइको घर। मकै फलिरहेछ नि, भाइले मकै रोपेर छ। यस्तै छ गाइज। हामी चाहिँ यहाँ अब यस्तो तिल फलिरहेछ सप्ताह लागेको ठाउँ।